यदि हजुरहरुसँग धेरै फेसबुक आइडीहरु छन् या अन्य कुनै कारणवश टेम्परेरी केही दिनका लागि वा पर्मानेन्टली सधैँका लागि आफ्नो फेसबुक एकाउन्टलाई डिलिट गर्ने मेथड थाहा छैन भने आउनुस् इजी एन्ड सिम्पल मेथडबाट फ्यु सेकेन्डमै सिकौं। एट फर्स्ट आफ्नो मोबाइलमा भएको फेसबुकलाई ओपन गरी तपाईले डिलिट गर्न खोजेको आइडी लगइन गर्नु होला। त्यसपछि 3 लाइनमा टच गर्नुभयो भने यहाँनिर मुनिपट्टि रहेको सेटिङ एन्ड प्राइभेसीलाई सिलेक्ट गर्नुपर्ने हुन्छ। अनि सेटिङ एन्ड प्राइभेसीको मुनि रहेको सेटिङ अप्सनलाई टच गर्नुभयो भने यहाँनिर मेटा एकाउन्ट सेन्टर भनेर अप्सन देखाएको छ नि, यसमा पनि अगेन टच गर्दिनु होला। देन थोरै स्क्रोल गर्नुभयो भने यहाँनिर पर्सनल डिटेल्समा जानु होला अनि यो टाइपको इन्टरफेस शो हुन्छ। त्यसपछि मुनिपट्टि अकाउन्ट ओनरशिप एन्ड कन्ट्रोलमा टच गर्नुभयो भने यता दुईटा अप्सन शो हुन्छ, मेमोरिलाइजेसन एन्ड डिएक्टिभेसन और डिलेसन। सेकेन्ड अप्सन डिएक्टिभेसन और डिलेसनलाई सिलेक्ट गर्नु होला। अनि यहाँनिर डिलिट गर्न चाहेको आइडीलाई सिलेक्ट गर्नुभयो भने अगेन दुईटा अप्सन शो गर्छ, डिएक्टिभेट अकाउन्ट एन्ड डिलिट अकाउन्ट। माथिको डिएक्टिभेट भनेको तपाईले केही दिनका लागि टेम्परेरी बन्द गर्न चाहनुहुन्छ भने यो अप्सनलाई यसरी सिलेक्ट गरेर यहाँनिर कन्टिन्यू गर्ने, फेरि थोरै स्क्रोल गरेर अगेन कन्टिन्यू गर्ने, देन यहाँनिर आफ्नो आइडीको पासवर्ड फिलअप गरेर अगाडि बढ्नु होला है त। बट मैले चाहिँ यहाँनिर यो आइडीलाई पर्मानेन्ट बन्द गरेर तपाईहरुलाई देखाउन खोजेको हो। त्यसका लागि ब्याक आएर यहाँनिर सेकेन्ड अप्सन डिलिट अकाउन्टलाई सिलेक्ट गरेर कन्टिन्यू गरे, फेरि यहाँनिर थोरै स्क्रोल गरेर अगेन कन्टिन्यू गर्नुपर्ने हुन्छ। अब यहाँनिर माथि बिफोर यु डिलिट वी मे बी एबल टु हेल्प भनेको छ भने सेन्टरमा यो टाइपको फर्म्याट शो गरेको छ। मतलब तपाईले आफ्नो अकाउन्टलाई डिलिट गर्न कुनै एउटा रिजन दिनुपर्ने हुन्छ, कुनै एउटा सिलेक्ट गर्दा पनि हुन्छ है त। जस्तो मैले चाहिँ यहाँनिर आई जस्ट नीड अ ब्रेक सिलेक्ट गरेर कन्टिन्यूमा टच गरे, अगेन यहाँनिर दुईटा अप्सन शो गरेको छ, एस डिएक्टिभेट इन्स्टेड एन्ड नो कन्टिन्यू विथ डिलेसन। यहाँनिर नो कन्टिन्यू विथ डिलेसनलाई सिलेक्ट गर्नु होला। अनि यहाँनिर माथि पर्मानेन्टली डिलिट अकाउन्ट भनेको छ नि, थोरै स्क्रोल गरेर मुनि आउनुभयो भने यहाँबाट जस्ट कन्टिन्यू गरिदिनु होला। अब चाहिँ यहाँनिर अघि हामीले डिएक्टिभेट सेक्सनमा जाँदाखेरि पासवर्ड राख्नु भनेको थियो नि, हो यहाँनिर पर्मानेन्ट डिलिट गर्दा पनि पासवर्ड अनिवार्य राख्नुपर्ने हुन्छ। यदि तपाईहरुलाई आफ्नो पासवर्ड थाहा छैन भने फर्गेट पासवर्डमा जानुपर्ने हुन्छ। यहाँनिर मैले आफ्नो आइडीको पासवर्ड फिल गरेर कन्टिन्यू गरे, अगेन यहाँनिर कन्फर्म पर्मानेन्ट अकाउन्ट डिलेसन भनेर सोधेको छ। यता के भनेको छ भने 30 डेज भित्र युजर नेम एन्ड पासवर्ड राखेर तपाईले लगइन गर्नुभयो भने फेसबुकले तपाईको डाटा सम्हालेर राखेको हुन्छ, पुनः अकाउन्ट एक्टिभेट हुन्छ। आफ्टर 30 डेज पछि चाहिँ डिलेसन प्रोसेस सुरु हुन्छ, देन सदाका लागि पर्मानेन्टली आइडी बन्द हुन्छ भनेको। अब डिलिट गर्न चाहिँ यहाँनिर डिलिट अकाउन्टमा टच गर्नुभयो भने एकछिन समय लिन्छ, देन सेसन एक्सपायर्ड प्लिज लगइन अगेन भन्छ। मतलब आइडी पर्मानेन्टली बन्द भयो। इफ हजुरहरुलाई यो भिडियो इन्फर्मेटिभ एन्ड युजफुल लाग्यो भने फलो मी गाइज।